राधे राधे जय नेपाल। आज म यो भिडियोमा ग्रेटर नेपालको बारेमा केही भन्न गइरहेको छु। ग्रेटर नेपाल अझै पनि हाम्रै हो र हामी फिर्ताको लागि जनस्तरबाटै उठ्नु र केही तथ्य र प्रमाणहरू यस प्रकार छन्। नेपाल अंग्रेजसँग युद्ध हारेपछि नेपालका केही भूभागहरू बेलायती उपनिवेशमा गाभिएको थियो र आज भारत बेलायती उपनिवेशबाट मुक्त भइसकेको छ। यसरी हेर्दा ब्रिटिसहरूले भारतबाट उपनिवेश हटाउने बित्तिकै नेपालले आफ्नो भूमि फिर्ता पाउनुपर्ने, तर यी विदेशी दलालहरूले आज यी भूभाग हाम्रो हो भन्ने पनि सकेको छैन। अर्को के छ भने नेपाल एसियाकै पुराना देशहरूमध्ये एक हुन्। नेपालले युद्ध गर्दा विभिन्न राज्यलाई नेपाल बनाउँदा एसियाका धेरै देशहरूको त नामो निशान पनि थिएन। यसमध्ये भारत, पाकिस्तान र बङ्गलादेश पनि छ हैन। यसरी यदि त्यो समयमा भारतको कुनै अस्तित्व नै थिएन भने हाम्रो भूभाग कसरी भारतको हुन सक्छ? अनि अर्को कुरा जुन हामीले त बुझेकै छौँ, भारतीयहरूलाई पनि बुझ्नुपर्ने के हो भने हामीले बेलायतसँग युद्ध हारेको हो, हामीले भारतसँग युद्ध हारेको होइन। हामीले अंग्रेजसँग युद्ध हारेपछि हाम्रो देशको केही भूभागहरू बेलायतको अधीनमा गएको थियो, तर आज त्यो भूभाग भारतको अधीनमा छ। र अर्को प्रमाण के छ भने 1950 जुलाई 1 मा भारत र नेपाल बीच भएको शान्ति तथा मैत्री सन्धि हो। त्यो सन्धिले के भन्छ भने यस अघि नेपाल र भारत बीच भएको सबै सन्धि र सम्झौताहरू खारेज भएको छन् भने भनिएको छ। अरू त्यसमै बेलायतसँग पनि भएको छ। त्यसको लगतै 1950 अक्टोबर 30 मा नेपाल र बेलायत बीच एउटा सन्धि भएको थियो, जसमा यो प्रष्ट पारिएको छ कि नेपाल र बेलायत बीच यस अघि भएको सबै सन्धि आजैबाट खारेज हुन्छन् भने। यसरी हेर्दा हो भने हाम्रो भूमि फिर्ता पाउनुपर्ने हो, तर हाम्रै नेताहरू उनीहरूको शरणमा उनीहरूसँग गयो भने हैन, सहयोग माग्ने गयो भने उनले त मौकाको फाइदा उठाइहाल्छ नि हैन। हो, उठाएको पनि हो। यिनीहरूलाई त्यो कुराहरू छोडेर हैन, ग्रेटर नेपालको कुरा छोडेर यिनीहरूलाई कालापानी लिपिलुकमा उझाएर राखेछ। पछि त्यो पनि हो कि होइन भन्ने बोल्ने बेर छैन। हाम्रो कुरा, हाम्रो प्रश्न भारतलाई कि सन् 1950 जुलाई 1 मा नेपाल र भारतले र 1950 अक्टोबर 30 मा नेपाल र बेलायतले यी तीनटै मुख्य देशहरू हैन सन् 1816 मा भएको सुगौली सन्धि खारेज भएको कुरा स्वीकार गरिसकेको छ भने हैन, भारतले हाम्रो भूमि किन फिर्ता गरे छैन हैन? ग्रेटर नेपाल हाम्रो पुर्खाहरूले दिएको बलिदानको हो हैन। त्यो हामीले आजै पनि एकजुट भएर हैन, आज पनि एकजुट भएर हामीले त्यसको लागि आवाज उठाउनै पर्ने समय आएको छ के। त्यस्तो त अखण्ड भारत भन्ने भारतीय नागरिकहरूको कल्पना मात्र हो हैन। तर हाम्रो ग्रेटर नेपाल त्यो सोच हो जुन इतिहासको हरेक पानामा गोर्खालीहरूको रगतले लेखिएको छ हैन। त्यसको लागि त्यो रगत बगाएको त्यो रगतको आवाज आज हामीले बोलाउ।